उहाँहरू आइसक्नु भएको सुनेर हो अथवा आउने क्रममा हुनुहुन्छ? उहाँहरू आउने क्रममा हुन्छ र उहाँहरू सकभर सिडिओ साहबहरूसँग वार्तामा नबस्नु होला, किनभने उहाँहरू प्रधानमन्त्री लेभलसँग वार्ता बसेका मान्छेहरू होइन, उहाँहरू देशको एउटा मूल नेतृत्वमा बसेका मान्छेहरू, उहाँहरू सकभर नगर्न। तर उहाँको प्रतिनिधि सकभर हामी उहाँलाई वार्तामा बस्नलाई एउटा प्रपोज पनि राख्छौँ, बलियो पनि हुनसक्छ, एउटा सन्देश पनि जान्छ। जो शिविरमा उहाँहरू आउँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ छ होइन। जस्तो जिल्ला प्रशासन कार्यालय 12बाट प्रमुख जिल्ला अधिकारी सिडिओ साहबबाट केही बेर अघि एउटा कुरा पनि के आएको थियो भने तपाईँहरूको माग जबसम्म दोषीलाई यदि कारवाही हुन्छ भने किन वार्ता गर्ने त भन्ने खालको कुरा पनि छ। त्यो 3 जनालाई पक्राउ गरिसकिएको स्थिति पनि छ। 3 जना मात्र होइन, त्यहाँ कमसेकम 7 जना 8 जना छन्, सबले पिटेका छन्, सबैले गरेका छन्। भोलिको दिन उनीहरूलाई समात्दै नसमात्दाखेरि हामी अनसेफ छौँ, उनीहरू समात्नु पऱ्यो होइन। उनीहरूले गरे उनीहरूलाई कारवाही पनि गर्नु पऱ्यो, अनि मात्र यहाँको जनताहरूले पनि यो सिमरा साँच्चै शान्त छ भन्ने माहौल गर्छ। उहाँहरूलाई कारवाही गर्नु पऱ्यो र त्यो कारवाहीको लागि चाहिँ हामीले सधैँ आन्दोलन गरेर पनि हुँदैन। सिमराको पसलहरू बन्दैछ होइन, उनीहरूलाई पनि साथ दिनु पऱ्यो, उनीहरूको व्यापार चल्नु पऱ्यो, सम्पूर्ण तरिकाले जसरी सिमरा चलिरहेको छ चल्न दिनुपर्छ। त्यो एउटा मेडिएटरको रूपमा एउटा वार्ता मात्रै हो होइन, यसलाई वार्ताले टुङ्गाउँछ भन्ने छैन, सबलाई थुनिसकेपछि मात्रै आन्दोलन टुङ्गाउँछ भनेको वार्ता